सबैजनामा नमस्ते। आज यस्तो ठुला ठुला पहाडहरू यस्तो ठाउँ हामी चारैतिरबाट जङ्गलभित्र हैन हेर्नु मेरो साथीहरू यत्रो जङ्गल छ, ठुलै जङ्गल छ। उनीहरू यसरी हिँडेर रहेछन्। बिस्तारै खिचेर जानु। हामी तपाईँलाई स्टेप बाई स्टेप देखाउनेछु। अलिकति रोचक कुरा छ यहाँनिर। हेर्नु त हामी यहाँसम्म पुग्यौँ। तर बाटो हेर्दाखेरि यहाँनिर बाटो सकिएको देखिन्छ। यतातिर कुनै बाटो छैन। यस्तो भाडाहरू छेडेर हामी वहाँसम्म अर्को बाटो निस्किँदैछौँ। यसरी हाम्रो यात्राको क्रम चालु छ। हामी भित्र जाँदैछौँ। जङ्गलको बाटो सीमित रूपमा खुलेको देखिँदैन। कहीँ कहीँ बाटो देखिन्छ, कहीँ बाटो छैन जस्तो पनि देखिन्छ। बाटो छैन बिचमा उहाँबाट पनि सिक्ने बाटो छैन र यताबाट पनि छैन। यहाँसँग चाहिँ मान्छे आएर हिँडेको जस्तो देखिन्छ। यहाँसम्म हिँडेको यसरी बाटो छ। हाम्रा दुईजना साथीहरू अलपत्र परे हिँडेर सायद बाटोको रोजाइ र बाटोको खोजाइमा हामी साथ हुँदै यसरी भाँचसाच गरेको ठाउँ पत्ता लगाउँदै हामी अगाडि जाँदैछौँ। यताबाट छैन तर यताबाट मान्छे हिँड्ने जस्तो देखिन्छ। यसरी सिधै उतातिर अगाडि बाटो के त उतैबाट नै हामी यहाँ हेर गाडी मोटर हिँडेको बाटै पत्ता लाग्यो नि। सम्भव केही छैन। जङ्गलमा हराए पनि अलिकति धैर्य गर्नुपर्छ र अलिकति राम्रोसित सुरक्षा अपनाउनुपर्छ। जङ्गली जीवहरूबाट यस्तो बाटोहरू भेटिएको छ। हाम्रा दुईजना साथीहरू रमाउने भए ऊ रमाएर जाँदैछ। साथीहरू बाटो भेट्नु भएकोमा रमाइलो छ नि? ठिक छ नि? ल ल ल यहाँबाट एउटा बाटो पुग्यो तर यो बाटो नजाउँला किनकि यहाँबाट गाडी मोटर हिँडेको बाटो छ। हेर्नु हामी आफ्नो पिकनिक स्पोर्ट्स क्षेत्रमा फेरि फर्किएको छौँ। यसरी हाम्रो पिकनिक रहेको स्पोर्ट्स क्षेत्र यहाँसम्म आइपुग्यो। अब हामी तपाईँहरूबाट हाम्रो भिडियोबाट बिदा चाहन्छु। सबैजनामा नमस्ते।